हेलो साथीहरु, म चाहिँ काठमाडौँबाट घर जाँदैछु। बल्ल आइपुगे। हाम्रो भरिया मलाई लिन भाइ आएको छ। बाटो कस्तो हिलो नि, एकदम बाटो हिलो छ। कति धेरै माथि पुग्नु पर्छ, यस्तो हालत छ। पसिना आइसक्यो। यहाँ चाहिँ हाम्रो गाउँको दाजुहरू नि आउनु भएको छ। बुद्धे काका फोटो खिचिदिउँ। हाम्रो भाइ कता गयो साथीहरू? घाम छ धेरै, हामी त हिँड्न नसकेर हिँडिरहेछौँ। घाम छ धेरै, हामी त हिँड्न नसकेर हिँडिरहेछौँ। मेरो भाइ चाहिँ यत्रो भारी बोकेर अगाडि ओ माई गॉड, गाह्रो भयो साथीहरू। हेल्प गरौँ न, हेल्प गरौँ। म एक थुक मात्रै भन्न के चाहन्छु भन्दाखेरि तेरो बाउ राम हामीभन्दा पछि आउनु भएको त सर्टकट बाटो। यो चाहिँ मेरो गाउँ साथीहरू। मेरो घर चाहिँ डाँडामा हो, माइली आमा हो। हर्बामा घाँस गर्नु भएको रहेछ। म बोलाउँछु ल। माइली आमा भारी पुग्यो। हेर्नु उहाँ घाँस काट्नु भएको छ। मेरो घर त्यति धेरै डाँडामा छ साथीहरू। यत्रो हिँडेर जानुपर्छ। बाटो यस्तो छ, हेर्नुहोस् बाटो यस्तो छ। यसको चाहिँ के चटक हो कि मान्छेलाई पसिना आएर मर्ने बेला भइसक्यो। तेरो चटक चाहिँ म किन देख्ने र? देख्न किन सक्ने म? छ्या के भएको भाइ? यहाँ हेर्नु न, जेब्रा फुटेर सल लगाएको पनि यस्तो भयो। लास्टै ठाडो उकालो छ कि, लास्टै ठाडो छ। म हजुरहरूलाई हेर्नुहोस्, मेरो गाउँ आपाई। मेरो गाउँ यही हो। म हजुरलाई घर पुगेर ओ साथीहरू, भारी बोक्नलाई यसलाई बोकाएको लास्टमा मलाई बोकाइदिरहेको कि भारी। म के गर्ने भने ल साथीहरू, फाइनली म घर आइपुग्न लागेँ। आइपुगेँ भन्दा नि भयो। बल्ल आइपुगेँ। हेर्नु नि यहाँ पसिना यस्तो उकालो हिँड्नुपर्छ नि। मेरो घर, मेरो आमा कहाँ होला? भारी मलाई लिन गएको मान्छे यसरी मेरो ब्याग बोकेर हिँड्नु भयो। हजुर बा नमस्ते। अबे त्यस्तो इङ्ग्लिस पूजा आन्टी नढोक्नु न हौ, मलाई मेरो घर आइपुगेँ म। आइपुगेँ।